हेलो सबैजनालाई नमस्ते होइन। अब मेरो चाहिँ यो फर्स्टचोटि मुकबाङ भिडियो है, सबैले माया गरिदिनु होला। अब यस्तो हाम्रो चाहिँ स्पेसल सन्डे यसरी नै बितिरहेको हुन्छ रुममा होइन, कोही छैन। अब यताउता घुम्न हामी खासै जाँदैनौँ। अब दुइटै बुढाबुढी छौँ, रुममा अलि मासु ल्याउने, बनाउने, खाने, सुत्ने त्यस्तै काम हुन्छ। सन्डेमा चाहिँ छुट्टी हुन्छ, बाँकी दिन चाहिँ अब काम हुन्छ। काम पनि गर्नुपर्छ, खाना पनि खानुपर्छ होइन। 2 दिनको जिन्दगी हो, भोलि खै कस्तो हुन्छ के हुन्छ कसैलाई थाहा हुँदैन होइन। अब पाएको छौँ, कमाउनु पनि कमाउनु पर्छ, अलिक खाना पनि खानै पर्छ होइन। बाँकी सन्डेमा चाहिँ हामीले भिडियो बनाउँथेन होइन, त्यस्तो कहिले देख्थेन। यो सन्डेमा चाहिँ बनाएँ, फेरि खाएको खाएछ नभन्नु होला, किनकि हामीले चाहिँ सन्डेमा एकचोटि ल्याउने हो, अलि राम्रोसँग खान्छौँ, ठिकै हुन्छ। अब सन्डे यसरी नै बितिरहेको हुन्छ हाम्रो चाहिँ। बाँकी चाहिँ घुम्न यताउता कहीँ पनि जान मन लाग्दैन, रुममा मासु ल्याउने, बनाउने, खाने, त्यही मासुलाई बरु पोल्ने, साँझ पनि त्यही खाने, बिहान पनि त्यही खाने हुन्छ। अब एकदमै खुसी लाग्छ। अब ठिकै चलिरहेको छ। इन्डियामा भए पनि अलिअलि रोजगारी भइएको छ, अलिअलि खाइएको छ, जे जस्तो भए पनि मनलाई सन्तुष्टि छ भनौँ। अब त्यस्तै हो। तपाईँहरूको चाहिँ सन्डेहरू कसरी बित्छ हामीलाई थाहा छैन। अब हाम्रो सन्डे त यसरी नै बितिरहेको। बाई बाई सबैलाई है।